परमपिता प्रकृतिको सबैभन्दा महान सिर्जना सगरमाथालाई स्वागत छ। आज हामी संसारको छानाको यस महाकाव्य यात्रामा जाँदैछौँ। यो यात्रा सुरु गरौँ सगरमाथाको परिचय र यसको अद्भुत उचाइबाट। प्रत्येक बिहान सगरमाथाले सुनौलो प्रकाशमा नुहाएर संसारलाई आफ्नो अटल महिमा देखाउँछ। नेपालमा सगरमाथा र तिब्बतमा चोमोलुङमाको नामले परिचित यो पहाड पृथ्वीको सबैभन्दा अग्लो चुचुरो हो, साँच्चै संसारको छाना। हिमालय श्रृङ्खलाको यो भव्य दृश्य हजारौं वर्षदेखि प्रकृतिले बनाएको मूर्तिकला हो, जसले हरेक कोणबाट विस्मयकारी सुन्दरता प्रस्तुत गर्दछ। यसको आधिकारिक उचाइ 8848.86 मिटर अर्थात् 29,032 फिट रहेको छ। यो तथ्याङ्कले मानव प्रयासको सीमालाई चुनौती दिन्छ। सगरमाथाको नाम आकाशको शिरले यसको आध्यात्मिक महत्त्व र संसारको नक्सामा यसको शक्तिशाली उपस्थितिलाई झल्काउँछ। अब हामी शेर्पा जाति, जसलाई हिमालयका बाघ भनिन्छ, उनीहरूको संस्कृति र बहादुरीको कथा सुन्न जाँदैछौँ। उच्च हिमाली क्षेत्रमा शेर्पा गाउँहरूको दैनिक जीवन शान्ति र प्रकृतिको तालमेलमा बित्छ। तिनीहरूले कठोर वातावरणमा जीवनको सुन्दरता खोजेका छन्। शेर्पाहरू, जसलाई हिउँका बाघ पनि भनिन्छ, उनीहरू उच्च उचाइमा बस्नको लागि प्राकृतिक रूपमा अनुकूलित छन् र उनीहरूको धैर्यता र दृढता अतुलनीय छ। गुम्बा र प्रार्थनाका झण्डाहरू उनीहरूको परम्परागत संस्कृतिको अभिन्न अङ्ग हुन्, जसले उनीहरूको जीवनमा गहिरो आध्यात्मिकता झल्काउँछ। शेर्पा गाइडहरूले कुशलतापूर्वक डोरी र उपकरणहरू मिलाउँछन्। उनीहरूको ज्ञान र बल पर्वतारोहण अभियानको मेरुदण्ड हो। उनीहरूको बहादुरी, लचिलोपन र कठिन परिस्थितिमा जीवन जोखिममा पार्ने क्षमताले गर्दा हरेक सफल आरोहणमा शेर्पाको योगदान महत्त्वपूर्ण हुन्छ। सगरमाथाको शिखरमा पुग्नु ठूलो चुनौती र साहसको परीक्षा हो। अब हामी पर्वतारोहणका जोखिमहरूमा ध्यान दिनेछौँ। कठोर मौसम, अचानकको हिउँ आँधी र व्हाइट आउट अवस्थाहरूले पर्वतारोहणलाई अविश्वसनीय रूपमा खतरनाक बनाउँछन्। 8000 मिटरभन्दा माथिको मृत्यु क्षेत्रमा पातलो हावाले पर्वतारोहीहरूमा शारीरिक र मनोवैज्ञानिक असर पार्छ, जहाँ बाँच्नको लागि हरेक सास सङ्घर्ष हो। खुम्बु हिमपात र गहिरो हिउँ चिराहरू पार गर्दा पर्वतारोहीहरूको साहसको वास्तविक परीक्षा हुन्छ। लेक लाग्ने, अत्यधिक चिसो र हिमस्खलनको जोखिमले सगरमाथा आरोहणलाई संसारको सबैभन्दा खतरनाक साहसिक कार्य बनाउँछ। यी सबै चुनौतीहरू पार गरेर शिखरमा पुग्नु मानव सहनशीलताको एक उत्कृष्ट उदाहरण हो, एउटा क्षण जसले सबै कष्टहरू बिर्साउँछ। अन्तमा सगरमाथाको कथाले हामीलाई के सिकाउँछ? सगरमाथा मानव महत्वाकांक्षा, साहस र सहनशीलताको अनन्त प्रतीक हो। यो प्रकृति र मानव आत्माको शक्तिबीचको गहिरो सम्बन्धको उदाहरण हो। सगरमाथा संसारको सर्वोच्च शिखर सधैँ अटल रहोस्। धन्यवाद।